नमस्ते, के छ हालखबर? सन्चै हुनुहुन्छ? आज भोलि चाहिँ गाडीको भ्लग चाहिँ आइरहेको छैन, किनभने चाहिँ अलिकता बिरामी पनि भइयो। त्यो कारणले अलिकता घरको पनि काम चापाचापी भइयो हैन। सो अहिलेको टाइममा चाहिँ हामीले गरेर आएको छौँ खेती किसानीतिर अगाडि बढिरहेको छौँ। अलिकता थोरै भए पनि यो चाहिँ हाम्रो खेत हैन। यसमा चाहिँ नाली नुली काट्छु अनि नाली काटेर अनि के लगाउँ हेरौँ। यो चाहिँ खेत है साथीहरू। यसमा चाहिँ नाली नुली काटेर ओहो साथीहरू, बवाल भइयो। यहाँदेखि चाहिँ बिजोक रमाइलो भयो साथीहरू। बहुत मेहनत गर्नुपर्छ हो यो खेती किसानीमा नि, गाह्रो पो हुँदो रहेछ। ल उता चाहिँ अब बुढीले चाहिँ बिउ हाल्न लाग्यो, फेरि पुर्नुपर्छ। बाँकी चाहिँ यतातिर छ, यसलाई निप्टाएर कतातिर बिजी भनेपछि आजभोलि यतैतिर बिजी। गाडी के छ भने अलिकति तपाईँ स्वास्थ्य पारी खराब भएको कारणले चाहिँ यस्तै हो। गाडीमा चाहिँ भाइले चलाइरहेको छ, मागु भाइलाई पठाएको। धेरै भयो भिडियो नआएको है। सो गाइस, अब चाहिँ हामी गाह्रो पो हुँदो रहेछ हो साथीहरू। मेहनत गर्न धेरै गाह्रो छ हो। ल म चाहिँ अलिकता त्यतिकै बस्नुभन्दा केही गरौँ भनेर चाहिँ आफ्नो खानाको लागि भए पनि शरीर पनि स्वस्थ हुन्छ। बस खाली के भन्छन् त्यो खाली के शैतानको घर भन्छन् नि, अहिले आइरहेको छैन हो त्यही है। र अहिलेको लागि चाहिँ हामी चाहिँ नयाँ अपडेट चाहिँ यो दिइरहेको होइन मैले चाहिँ। र भिडियोमा चाहिँ अगाडि पनि हेर्दै गर्नु चाहिँ आजको दिनचर्या कस्तो कस्तो बित्छ होइन। उसको चाहिँ तबियत खराब भएको छ, त्यो कारणले चाहिँ रेस्टको ऊ थियो। ऊ आइहाल्छ अब, फेरि खेतमा काम गरेको देखेँ ऊ पनि साथमा आइहाल्यो। हिजो र अस्तिको पानीले चाहिँ यो गर्मीमा पनि त्यस्तो खासै गरम त छैन। त्यही पनि जे होस्, मौसम चाहिँ यहाँको चाहिँ एकदम चिसो के पहाडको जस्तो, हाम्रो नेपालकै जस्तो एकदम चिसो हावा सरर लाग्ने होइन। पछाडि हल्लिरहेको छ नि पातहरू, त्यस्तो छ होइन। र अगाडिको भिडियो चाहिँ हेर्दै गर्नुहोस् है त। अब यसमा चाहिँ मकै छरिरहेको छौँ। मकै लागेर अब 2-4 महिनापछि मकै खाँदाखेरि पनि भिडियो बनाउँला हालौँला होइन। नयाँ अपडेट यस्तै छ साथीहरू। फेरि अगाडिको भिडियो चाहिँ के कस्तो हुन्छ ल है त। ल है साथीहरू, यतातिर चाहिँ मकै लगाइयो। अब योदेखि उतातिर चाहिँ अब काँक्रा लगाउनु पर्छ। काँक्रा भनेको खिरा, काँक्रा त हुँदैन के अरे। यसमा चाहिँ खिरा लगाउँछौँ। खिरा लगाएर फेरि उसको पछि टक्क फाइनली साथीहरू, अहिले चाहिँ हामी चाहिँ यहाँ चाहिँ लगाइसकेर साथीहरू हामी चाहिँ लगाएर अब चाहिँ डेरातिर जाँदैछौँ। यहाँ चाहिँ धनिया, यो चाहिँ सिन्चना, यो चाहिँ धनियाको फसल र अलि अगाडि माथि पनि धनिया छ। यो चाहिँ राई साग, भाजी साग सुक्यो छ त यो त यार, पुरै सुक्यो छ नि।
अब ल यो त सागभरि त को यता त सुको चाहिँ यो चाहिँ छटाई गरेर लगाएको स्विचना यो चाहिँ छाट्ने भएको छ। जान्छौँ साथीहरू हामी चाहिँ टमाटरलाई गोड्न। सो फाइनली चाहिँ अहिले उसको लागि आएको छौँ हामी चाहिँ गोड्नको लागि। तपाईँहरूलाई देखाउँ होइन कस्तो छ। यो चाहिँ हाम्रो पडोसीको घर होइन। यो चाहिँ टमाटर लगाएको। यो चाहिँ खाद र यो यसमा चाहिँ गोबर राख्ने। यो गोबरलाई चाहिँ हामीले बोटमा हालिदिन्छौँ। उतादेखि सुरु गर्छौँ। यो चाहिँ हामीले गोबर लिएर हालेको छौँ। यो खेतमा चाहिँ झार भइरहेछ नि, यसमा चाहिँ टक्क लगाएर चाहिँ ओहो एकदम बसेको ठाउँ भन्नुपर्छ यहाँनिर चाहिँ, नत्र त यो त ठाडो छ यस्तो। त्यहाँ चाहिँ मेरो बुढी आइरहेको छ। ल साथीहरू एकछिन चाहिँ म यो गोड्छु। गोडेर कुटा मैले एउटै ल्याएको छु। ल है त साथीहरू यो चाहिँ खाँदै युरिया र डिएपी मिक्स छ योमा। यसरी चाहिँ मिक्स गरेर पहिला चाहिँ गोबर उठाएर हालौँ है त। सो फाइनली साथीहरू गुडाई मिलाइलाई चाहिँ त्यत्तिकै राख्दै अब चाहिँ बच्चाहरूलाई लिन गइरहेको छ। बच्चाहरूलाई लिएर आएर फेरि 1 बज्न थाल्यो। स्कुलदेखि बच्चाहरूलाई लिएर फेरि घरमा छोडेर फेरि त्यो जुन बचेको काम छ त्यसलाई चाहिँ पुरा गर्नुपर्ने छ। यस्तै छ इन्डियामा चाहिँ हामी किसानीहरूको लाइफ। यसलाई चाहिँ ऐसालु भन्छन् होइन। ऐसालु टिपेर आजभोलि पहाडतिर चाहिँ काफल र ऐसालुको चाहिँ टाइम भइरहेको छ। यो चाहिँ हाम्रो स्कुटी, हाम्रो भन्नाले चाहिँ मेरो दाइको हो। कति चलेको छ यो? 48 किलोमिटर चलेको रहेछ यो भक्कन। किनभने नयाँ स्कुटी लिएको कारणले चाहिँ। साथीहरू अब चाहिँ म बच्चाहरूलाई लिन गइरहेको छु। यसरी गुड फाटे सिस्नाको छाङमा। ल है त साथीहरू अगाडि। चाहिँ अहिले छौँ पौडी बजारमा। बस स्टेसन यो हो साथीहरू। यो चाहिँ पारितिरको माथि कार पार्किङ, तल बस पार्किङ, अनि मुनिको चाहिँ ट्याक्सी स्टेसन श्रीनगर रोड पौडी। म चाहिँ यहाँदेखि बच्चाहरू लगेर म चाहिँ घर जानु पर्यो।
साथीहरू अब चाहिँ खरातिर है त हामी पहिला मैले सोचेको थिएँ यो गोबरले पुग्छ होला तर जुन हिसाबले हामीले गोबर हालिरहेको छौँ त्यो हिसाबले त पुग्दैन होला जस्तो छ हौ किनभने आधा हुन लाग्यो 2टा नाली 3टा नालीमा आएको छ धेरै पो गोबर लाग्दो रहेछ त हौ सार्नु पर्ने जस्तो अवस्था आयो यो चाहिँ हाम्रो खाद चाहिँ पुग्छ होला फिलहाल यो वाला खुट्टी चाहिँ ल खेती किसानमा चाहिँ यस्तो हुन्छ है अब म चाहिँ खेतीमा लागेँ किनभने टमाटरको रेट चाहिँ धेरै गइरहेछ त्यही भएर म चाहिँ टमाटर लगाउन लागेँ है यही भन्नुपर्छ त्यस्तो केही पनि होइन यो चाहिँ गोबर यसरी चट्टो उठाएर चाहिँ गोबरको किडा कतिपय साथीहरूले चाहिँ अब नेपालमा गाडी चलाउने छोडेर इन्डियामा चाहिँ गोबर बोक्न गएछ भन्नु होला यो चाहिँ के हो भन्दाखेरि साथीहरू मेहनत गर्न चाहिँ छोड्नु हुँदैन भन्न खोजिरहेको यहाँ चाहिँ अब जबसम्म हामी उपचार गरौँ तबसम्म चाहिँ फिलहालको लागि चाहिँ हामी केही हात खुट्टा चाहिँ चलाउन त भन्ने हो गाडी पनि अब गाडीमा पनि अब ड्राइभर राखिएको छ भन्नुपर्छ फिलहाल चाहिँ 2-4 दिनपछि चाहिँ म फेरि आफै लाग्छु बस यिनी सकियो भने चाहिँ धेरै पछि यो पनि भिडियो बनाउने थिएन साथीहरू रिसेन्टली अहिले के गरिरहेको छु भन्ने हिसाबले चाहिँ देखाउँ भनेर चाहिँ मैले भिडियो बनाएको कमेन्ट गर्नु होला यस्तै म भिडियो चाहिँ निरन्तर दिइरहेको कि गाडीको मात्रै बनाउनु पर्छ भनेर त्यो पनि भन्नु होला मैले चाहिँ खासमा एउटा भिडियो चाहिँ हाम्रो कमेन्टमा आएको थियो अब इन्डियामा चाहिँ गाडी चलाउन कतिका सहज हुन्छ भन्ने त्यो पनि देखाउने छु त है त्यो भिडियो पनि म ल्याउने छु कतिका सहज हुन्छ कतिका चलाउने अप्ठ्यारो हुन्छ नयाँ मान्छेलाई के गर्नुपर्छ कस्तो कस्तो प्रोसेस चाल्नुपर्छ भनेर चाहिँ तपाईँहरूलाई भन्ने छु तर यहाँ चाहिँ चलाउने अहिले चाहिँ पहिलोको भन्दा चाहिँ अहिले धेरै खासै मजा चाहिँ नआउँदो जस्तो छ है त साथीहरू ल पहिला चाहिँ म छिटो खेतमा काम गर्छु उसको पछि चाहिँ फेरि देखाउँला भ्लगर भएपछि चाहिँ देखाउनै पर्दो रहेछ आफ्नो लाइफ जर्नी नत्र मलाई चाहिँ वार्निङ पनि आएको छ 4000 वाच टाइम चाहिँ 1 वर्षभित्र 4000 घन्टा चाहिँ हुनै पर्ने अनिवार्य हुन्छ त्यो कारणले चाहिँ मैले जस्तो पाएँ त्यस्तै भिडियो हालेको छु हेर्दिनु होला माया गर्नु होला हैन भन्नु पर्यो अब भिडियोलाई चाहिँ अगाडि बढाउँ है त पहिला यो गोबर हालौँ गोबर हालेर म फेरि निरन्तर ओहो ज्यादा परिगयो निरन्तर ल्याउनेछु है त